आफ्नो खुट्टामा आफैले बन्छौ र हनिस। अब नतिजा हेर भाइ, खुट्टा बचाउने कि बन्छौ र फ्याल्ने हो तिमीहरूको हातमा छ। रासोपाले हाने हो र अब पनि भड्काउनु थालेर अर्का उसको चाहिँ छोरीलाई चेकअप गर्न जाँदाखेरि सिंहदरबार जलाउनु भन्ने मलाई गाडीमा बसेको मान्छे अर्काको छती उडाएर हेर अस्ति पानी असिनामा परेर। अनि के हुन्छ भनेको माछा म त सुकुम्बासी हो भाइ। यो महिना सरकारले लाल पूजा नदिएको भए म सुकुम्बासी हो। यत्रो घर छ दाइको अनि यो अहिले त हुकुमबासी बनाएको छ। महिना सरकार जे होस्, महिना सरकार स्वर्गमै पुगोस्। यो घरमा दोदर त चल्दैन नि बालेनको दाइ। हाँ? बालेनको दोदर त चल्दैन नि यो पछाडि माछा पहिले त्यसो घरमा हान्छु म त क्या माछा ठोक्ने हो म त्यसो कहाँ मुझे धोजो या होइन म इलिगल बसेछ भनेर 5 फिट छोड्छु भनेर छ नि त्यहाँबाट पास गरेर लिएको। अब त्यसले 12 फिट छोड्छ भने त्यसका बाउको सम्पत्ति हो र भने माछा पहिले आनाको 50 लाख पर्छ भने मुआवजा नदिकन अर्का घर भड्काउनु पाउँछ भने होइन बालन भाइ भत्काइरहेको छ। यो घरको नक्सा पास छ र दाइ छ। तपाईँले ए चनागिरी होइन इन्जिनियरलाई त साइन गराउनु पऱ्यो नि। यो बालेन अहिले चलाए जस्तो हो नि म पनि। बालेनले कहाँ राजनीति थाहा छ मलाई, कहाँ इन्जिनियरिङ थाहा छ। अब मैले घर बनाउन सक्छ बालेनले देश बनाउन सक्छ होला है। मापदण्ड पुगेछ पुगेछ मापदण्डभन्दा बेसी छ। यहाँ हेर्न यो भुइँचालोलाई छोड्नु पनि ठाउँ छ। यो लगभग 10जना जग्गामा यो 5जनामा होला 5जना जति छोडिरहेको छ। त्यो सडक मापदण्ड यो पनि मेरो माछा यहाँसम्म मेरो बाटो हो। अनि यो 8 लाख खर्च गरेर मैले बनाएको